अफ, गरम पनि के साह्रो भएको हो आम्मामामा। सुन्नु न हौ, एउटा फ्रिज लिएर आउनु न हौ, यसो चिसो पानी खाउँ न हौ। ल्याउनु त हुन्थ्यो नि हौ, अहिले अब पैसा रुपियाँ छैन, अलिक दिनमा ल्याउँला नि हौ। प्लिज बाबा ल्याउनुस् नि फ्रिज, म त्यसमा आइसक्रिम बनाएर खान्छु नि। आम्मामा यस्तो गरम छ, प्लिज ल्याउनुस् नि। भने त अर्को महिना ल्याउँछु, यसमा अब त्यति पैसा नि छैन। बाबा प्लिज ल्याउनुस् नि, प्लिज आइसक्रिम खानु प्लिज। ल यहाँ सुन्नु त साँच्ची, अलिक राम्रोसँगले कलर राम्रो हेरेर ल्याउनुहोस् है। जस्तो सुकै बोकेर नआउनु नि फेरि। ल ल सिकाइरहनुपर्छ। 2 hours later. फ्रिज कहाँ राख्नु? खै ल्याउनु भयो? ये क्या है? यो फ्रिज हामी के ल्याउनु भएको? ल्याउनु भनेको होइन बाबा। यो चाहिँ ओरिजिनल फ्रिज हो। यसमा पानी पनि फिल्टर हुन्छ, यसमा बत्ती पनि लाग्दैन, बत्तीको बिल पनि जोगिने, पानी पनि प्योर हुन्छ, बुझ्यौ? अहिले तिमीलाई थाहा छ त बत्तीको बिलहरू कस्तो उल्टा पुल्टा आउँदैछ। यसमा हाल्यो भने बत्तीको बिल पनि आएन, पानी पनि फ्रेस हुन्छ, बुझ्यौ?